हेलो एभ्रिवान ल म प्रशान्त आइसकेको छु हाम्रो यो नयाँ भिडियोमा र आजको हाम्रो स्पेशल चाहिँ अब हामी क्याङ्ग्रो आइल्यान्ड जाँदैछौँ म पनि रेडी छु लुना पनि रेडी छ यहाँ लुनाजी कस्तो भइरहेछ त हाम्रो प्रिपरेसन रेकर्डिङ भइसकेको छ हाम्रो गुरुजीसँग नि एउटा लिउँ हाम्रो गुरुजी पहिलादेखिकै एकदमै हाइली एक्सपिरियन्स हुनुहुन्छ उहाँ ठ्याक्कै अस्ति मेलबोर्न गएको याद आयो त मलाई सेम भेहिकल होइन त्यो हामीले एकदम यही हो त्यसदेखि ए सानो तिमी त बिहानै कङ्गारू आइल्यान्ड जान आइछौ नि त तिमी ए सानो कङ्गारू आइल्यान्ड जान ए सानो हो तिमी क्याङ्गारू आइल्यान्ड जाने Let's have a safe journey. Oh, त्यो पनि हो. Dava bro. Yeah, bro. What's going on? Yeah. What's going on, bro? All good, yeah. Lai, welcome छ कंगारू आइल्यान्ड को ट्रिप में वेलकम छ मैंने तुझको दिल दिया क्या हाल बना दी सैया नेड़े राखा भित्र त केही भन्दैन सैयाले नाइस त्यसरी भित्र यो म्याग्नेट चाहिँ यहाँ टालिन्छ के नट सो स्ट्रङ र खस्दा झर्छ यता हेर्दै त ब्रो लोनाजी तिमी टोयलेट गयो त एकदम अर्ग्यानिक ब्लग हो है कान्छोले दुध खाँदैछ अब जे होस् हाम्रो यो जिन्दगीको मोडमा कहिले हामी दुईजना मात्रै कहिले तीनजना ड्राइभर दाइ के भन्नुहुन्छ तपाईँ बहुत बढिया यो मेरो अर्ग्यानिक ब्लगमा तपाईँलाई स्वागत छ आजको ट्रिपको बारेमा थोरै भनौँ त कस्तो लागिरहेको आजको ट्रिप भर्खर त सुरु भइरहेछ ब्रो ट्रिप हैन हामी फाइनल डेस्टिनेसन पुगेको छैन फाइनल डेस्टिनेसनमा पुगेपछि चाहिँ असली मजा रमाइलो असली हुन्छ नि त्यहाँ हुन्छ रियल ह्याप्पिनेस आउँछ क्या यहाँ पनि नानीको रुमाल यता नानीको लागि पुस्ने यसो सानो हो त यता पनि नानीको लागि नै यो बोकेको छु ग्लोभ्स हैन यो बिन अर्ग्यानिक भ्लगमा एकदम स्वागत छ हाम्रो मेगु सर हेर्नु चाहिँ देखिए इस आदमी को छानु मान्छे How you guys feeling? We are having a fun. Wow! कस्तो राम्रो ल गाइज अब हामी अर्को डेस्टिनेसन हाम्रो यो के डेस्टिनेसन रे नाम माइपोङ्गातिर आइसकेको छौँ अहिले होइन हामी भर्खरै अब यहाँ चाहिँ अब ठुलो एउटा बुद्धको मूर्ति भनेर छ एउटा तर खासै अन्त ब्रो सही भइरहेछ अन्त पहिला यो बन्दै थियो होला हो उयो चाहिँ तल यिनीहरू यहीँको मान्छे होला नि त अनि यहीँको मान्छे त यहीँको मान्छे त गाडी ल्याउनु परिहाल्यो होइन उहाँहरू भन्नु पर्यो यहाँ कति क्युटी सानो मान्छे अब म चाहिँ अब खासै एकदमै मलाई बच्चाहरू चाहिँ मनपर्छ होइन तर बच्चा पाउनु चाहिँ मलाई आएन हजुर होइन भनेर त्यो त ब्लगको लागि हो नि ल हेर्नु त अब बुद्धको मूर्ति हेर्नु ओ माई गॉड मोबाइल राख्नलाई स्ट्रगल कस्तो लागिरहेको छ तिमीलाई यहाँको भाइब्स एकदमै आनन्द रमाइलो यस्तो हुन्छ बच्चा भइसकेपछि एउटा राम्रो भ्लग कस्तो हुनुपर्छ रे ब्रो राम्रो भने एज इट इज हैन गो विथ द फ्लो टाइप आफ्नो रियल सेल्फ हुनु पर्यो क्या आफ्नो रियल सेल्फ भनेको चाहिँ
गेन हुँदै जाने चिज हो होइन अर्को भने सिकिँदै जान्छ क्या त्यही देख्नु हाम्रो चियाको टाइम भइसकेको छ बिहानको ओ माय गॉड मेरो बुढले चिया बनाउने पारा कि देखाउ चिया बनाउने पारा कसले बनाएको चिया खै यता यता हेर्नु तपाईँले अब हामी एकछिन वेटिङमा बसिरहेको छौँ होइन गाइज फेरि चढ्न कति एक्साइटेड छौँ त हामी हो एक्साइटेड हुनुहुन्छ तपाईँ एकदम एक्साइटेड छौँ हामी आमामा सो ब्राइट यस्तोमा चाहिँ अलिकति फिल्टरहरू चाहिन्थ्यो होला अब त्यो एन्टी फिल्टरहरू चाहिँ मैले किनेको छैन नर्मली हाम्रो यहाँ चाहिँ कोलाब्रेसन भइरहेछ अनएक्सपेक्टेड कोलाब्रेसन भइरहेछ दुईजनाको ब्लग म जतिको छैन उसले राम्रो भइहाल्ने हेलो गाइज अब हाम्रो यो सिप उडिसकेको छ होइन उडिसकेको छ भन्न आएछ क्यामेरा चाहिँ खस्ला भन्ने टेन्सन एकदमै विन्डी हुँदो रहेछ आमा हो माई गड यस्तो विन्डी हुँदो रहेछ गाइज ओ आउट मजा आइरहेछ अहिले मजा आउँछ यार ओ भाइ मारो मुझे ऊ त्यो झन्डा भएको ठाउँमा तिमी त्यहाँनिर जाऊ होइन उभियो एकछिन तिम्रो जिन्दगी एउटा मजा लिन्छ त्यहाँनिर आऊ न जाऊ तर बिस्तारा हो है बिस्तारा हो है This is fun. यही नै हो जिन्दगीको रमाइलो यही हो जिन्दगीको रमाइलो गाइस यहाँभन्दा उता हुँदैन यहाँभन्दा उता हुँदैन यहाँभन्दा उता हुँदैन बे गर्दा नि यति रमाइलो हुँदैन कहिले ये जस्ट फर फन बिस्तारै गाइस यहाँ गाइसहरू हिँडेर न यहाँ यो पानी जस्तै हो कहिले यता पुऱ्याउँछ कहिले उता पुऱ्याउँछ तर ब्यालेन्स गर्न सिक्नु पर्यो आफ्नो ठाउँ छोड्नु भएन अब हामी यो पानी खोला तर्दै हामी अब जङ्गलहरूमा छिर्छौँ अब हामी माथि मछली पक्रिन्छौँ अनि हामीले मछलीले मस्त त्यसले फ्राई करके खाएंगे बढी भैया ये कक्रोच हमको मार डालेंगे बढी भैया बढी चेतामा आएपछि तिमी तल तल बस्छ त्यसपछि थाहा हुन्छ क्या तिमीलाई ल है कङ्गर आइल्यान्डको यो यतापट्टि तल आउँदाखेरि चाहिँ एकदम गाह्रो हुन्छ रे हो कि सिस्टर गाह्रो हो हुलु गुलु गयो यहाँ समाउँछ नि यहाँ हेर्नु त ल भ्युवर्स हेर्नु ल यस्तो छ बिजोक धुलै धुलो हो माई गड हुन त अब यो डग एरिया भएर नि होला कि है ल हाम्रो गाडी चाहिँ यही हो गाइज होइन Oh my god. Yay! How's the trip going? Sochi and the ball area. Nice, nice. ल गाइज हामी फाइनल्ली हाम्रो एयरबिएनबी मा आइसकेका छौं र यो गाडी रोकिँदैछ र रोक्ने बित्तिकै मैले तपाईहरुलाई घरको भ्यू दिनेछु ओके म यसो घरको टुर दिन्छु है त हाम्रो कस्तो छ घरको टुर भनेर
अब सेटल भइसकेका छौँ होइन हामी सबैजना सेटल भइसकेका छौँ अब हामी जाँदैछौँ सिल बे बीच भन्यो कि सिल बीच भन्यो कि सिल बे बीच भन्यो कुछ बोल सकते हैं आप कुछ न कहो गुरुजी अब कहाँ लानु भएको भन्नु त म्यापले जता लान्छ हामी त्यतैतिर जाने You guys just chilling out. Just chilling. Yeah, that's it. अलिकति एडभेन्चर गर्दै हामी यो एडिलेडको यो माटोमा आइरहेका छौँ गाइस एकदमै गाह्रो छ यहाँ हिँड्न पनि एकदमै चप्पल हातमा लिएर बालो हेर्नुहोस् यहाँ गाइस मेरो फुट हेर्नु है एकदमै गाह्रो छ मलाई यहाँनिर यहाँ हेर्नु मैले एकदमै खुट्टामा एकदमै गाह्रो गरी हिँडिरहेको छु गाइस एकदमै गाह्रो छ मलाई तपाईँहरूलाई एकदमै मेहनत गरेर मैले यो भ्लग देखाइरहेको छु टावर पनि छैन यहाँनिर हामी अड्क्यौँ भने जहिले नि अड्कै हुन्छौँ कुछ भी हो सकता है यहाँ पे गाइस हामी यहाँनिर अब हरायौँ भने तपाईँहरूले मेरो यो भिडियो भेट्नु भयो भने मलाई खोज्न आउनु होला म जसो तसो गरेर पनि आफूलाई बचाउनु खोज्छु दिस इज भेरी फ्यान्टास्टिक वाट अ ब्युटिफुल नेचर दिस इज वाउ अब त्यहाँनिर एउटा सिल पनि छ जस्तो छ ओ माई गॉड गाइस सिल हो क्या सिल अझै त्यहाँ आइस देख्छौ गाइस एकदमै दामी एटमोस्फियर छ यहाँको ओ माई गॉड कस्तो लाइन मेरो यो फुटप्रिन्ट पनि हेर्न सक्छौँ ओ माई गॉड गाइस एकदम हामी यो विकट ठाउँमा आइसकेका छौँ अब म यो कस्तो लाइनमा ओ माई गॉड गाइस पुरै भाइब छ यहाँनिर ओ माई गॉड गाइस ओ माई गॉड गाइस यस्तो ट्रु ब्युटी अफ क्याङ्गरू आइल्यान्ड होइन एडिलेडको अस्ट्रेलियाको प्लिज इफ यु गेट टाइम होइन यसो आउनुहोस् यहाँनिर हजुरहरूले इन्जोय गर्न सक्नुहुन्छ यहाँको ब्युटी वाट अ ब्युटिफुल प्लेस छ यहाँको होइन हजुरहरू एकदम इन्जोय गर्नुहोस् हाम्रो गाइजहरू सबैजना इन्जोय गर्नुको अवस्था छ यहाँनिर गाइज होइन हाम्रो टोलीहरूमा सबैजना यहाँनिर भाइबमा छौँ हाम्रो बुवा छोरीले पनि यहाँसम्म आउने यात्रा कम्प्लिट गर्नुभएको छ हाम्रो छोरीले पनि ओ माई गॉड यु लिटल बेबी यु आर सो क्युट भनिदिनु त हामीलाई भोलिबाट सुरु हुन्छ हाम्रो भोलिबाट सुरु हुन्छ मेन एडभेन्चर तर आजको हाम्रो बबाल एक्सपिरियन्सको लागि ब्रदरले यहाँनिर सबै भ्युवर्सहरूको लागि वेलकम टु क्याङ्गरू आइल्यान्ड डे 1 लेट्स गो ल गाइज आजको लागि यति नै हजुरहरूलाई म फेरि भेट्नेछु ल सी नेक्स्ट टाइम